हेलो फेरि पनि स्वागत छ हाम्रो भिडियोमा काका विथ पानी पनि। आज चाहिँ हाम्रो फ्यामिली पिकनिक सब हाम्रो फ्यामिली आउनुहुन्छ अनि हामी टिकापुर गइरहेको छौँ तेरे चोकमा। आउँछ म हल्का ठुलोमी फुपाजी ठुलेडी यता हुनुहुन्छ। हाम्रो भाउजूहरू यता हुनुहुन्छ। स्माइल हान्दिन्न यस रेडी यता बस्नु भएको छ। काका र भिनाजु पपकर्न बच्चाको जसरी हाम्रो काले छ यता। आज हाम्रो वनभोज कार्यक्रममा गइरहेको छौँ जाँदैछौँ। मम्मी यता सुन हो कि चाँदी हो पंछी हो पात कि कस्तूरी हो बाला कि कस्तूरी। अहिले हाम्रो गाडी हिँडिसकेको छ टिकापुरको लागि। अनि काका एकदम ह्यान्डसम देखिनु भएको छ यता। काका ओइ खाना खानु कोन त भइयो राम्रो देखे साथी हो हिँडेको मायालाई साथी हो मेम्बर्सहरु हाई गर्दै सबैजना। ल आएका बच्चाहरु ल दुईटा आउनु लागि यता आउनु त फुपूहरु ल हाई गर्दिनु ल ल ल आले दे से हाई ल यता आउनु हाम्रो दिदी र भाउजू यता बच्चाहरु यता दाइहरु छ। हाम्रो काका पछाडि बस्नु भएको छ जिजु दाइ ढाका फ्यान्स अहिले चाहिँ हामी गइरहेको छौँ पिकनिक स्पोटमा। यो चाहिँ घुम्ने ठाउँ हो सबै। भर्खरै हामी पुग्यौँ टिकापुर पार्क। मान्छेले सबैभन्दा धेरै रुचाएको वनभोज क्षेत्र। भाउजू हेर्नु कति फाँस दिनुभयो भाउजू भाउजू काल्स
मैले 3 चोटि भाउजू भने हेर्ने त यहाँ भिड छ आज लास्टै कटिङ भइसकेको छ हाम्रो भिनाजु यता अब हजुरले काम गर्नुपर्छ एकछिन काका उहाँ के गर्दै हुनुहुन्छ Setuju. बच्चा बेलामा खाएको याद हामी ताजा गरेर चाहिँ बुढेसकालमा पनि बच्चाको मिठो हुन्छ त्यहाँको नेल खै गइहाल्यो के गरौँ काम गर्नुपर्छ अनि अहिले चाहिँ हाम्रो नास्ता पाकिरहेछ बड्डी अहिले भर्खरै हाम्रो नास्ता भइरहेछ 2 बजे करिब अनि नास्ता भए खाना पकाउने कार्यक्रम सुरु हुन्छ अनि यता आमाहरूले कटिङ गर्दै हुनुहुन्छ भाउजूले सबलाई नुन खुवाउँदै हुनुहुन्छ अनि त्यहाँ हाम्रो कटिङ भइहाल्यो नुन भाउजू टोइलेट गरेर हात धुनु है विचार गर्नु फेरि यो टोइलेट गर्ने धुने हात हाम्रो नास्ता सुरु भइसकेको छ पराउन्दाना चाउचाउ नेपाली नास्ता यहाँ भन्छु म नेपाली खाता होइन यो राष्ट्रिय खाता भन्छ यसलाई हर नेपालीको घरमा हुन्छ प्राउन के अरे के भन्छ पुरनदाना र चाउचाउ बाजी हाम्रो यता यहाँको पिठो पाटो मान्छे कार्तिक 22 गते शनिबारको दिन टिकापुर पार्कमा पिकनिकको रमाइलो गरिरहेछन् केटाकेटीहरू रमाइलो भएर फ्यामिली सहित रमाइलो गरेका छन् ल आज घर खाना पकाउनुहुन्छ होइन यहाँ पनि काम गरिदिनुहुन्छ के जिजु घर त गर्नु भएको थियो अहिले यहाँ स्पेसल बन्ने काम गर्दै हुनुहुन्छ लागेर आलु काटेर अचारको लागि तयार पार्दैछु यता हेल्प गरिदिनुहुन्छ हामीलाई ठुलमम्मी हाम्रो सासु आमा यता मम्मी अनि खुर्सानी आँखाबाट रिबेकलाई हामीलाई रुवाउँदैछ पिकनिकमा आएर रुनु परेको छ है रिबेकले प्याज काटिरहेछ यता अनि आँसु मेरो आइरहेछ मेरो यहाँ यो हो कर्णाली रिभर
अहिले चाहिँ हामी नदीको किनार कर्णाली नदी किनारमा घुमिरहेका छौँ हेर्न सक्नुहुन्छ यो पछाडिको। अहिले हामी बोटिङ गर्ने भनेको थियौँ 2-2.5 घन्टा लाग्छ अरे 2 घन्टाहरू 6-7 बज्छ त्यही भएर हामी खेलेनौँ। सो अहिले हामी हेरेर चित्त बुझाउँछौँ। अब नेक्स्ट टाइम कालु र म खेल्छौँ होइन। आउँछ चाहिँ 2 घन्टाको पर्खाइपछि बल्ल पालो आयो। ऊ त्यो माथि हुनुहुन्छ कहाँ जानुभयो। अघिबाट हामीहरूलाई त्यहाँ काम गराएर आफू यहाँ टिकटको वेटिङमा अहिले बल्ल पालो आयो। सबै पुरुष पार्टीले यो पालिको पिकनिकमा बनाउने भनेर हाम्रो काका भिनाजु दाई लागिरहनु भएको छ। सब हाम्रो दिदीबहिनी टोली महिला टोलीहरू घुम्न जानु भएको छ। ठुलो पनि अब त्यसमा के इन्ग्रिडियन्ट्सहरू हाल्दै हुनुहुन्छ। ठुलो यहाँ हेर्नु ए ल ल ल चलाउनु चलाउनु। अब एकछिन पछि चाहिँ खाना पनि खानुपर्ने छ। डुङ्गा खेल्न चाहिँ अझै खाना खानु छ है। भर्खर नास्ता हो यो 4:35 नास्ता खाइरहेको छौँ। सुमित यो नास्ता हो खाना खान बाँकी छ है विचार गर्नु। यता ढोल दमादम दमादम कम मेरी धड़कन नारी से पुतली आई चलो सेम हिप्पी के बात हो यो टाइम बचाउ गर्नुभएको छ उहाँले। अँध्यारो भइसक्यो नि त त्यही भएर छिटछिटो गर्नको लागि चाहिँ अनि मासु भात झोल तिमी मिक्स गरेर फ्राइड राइस जे भन्दा पनि भयो पेटमा जाने हो जे भन्दा पनि भयो। यसलाई खासमा विशेष के बनाउने भनेर बनाउनु भयो के बनाउने भनेर बनाउनु भयो सादा भात पछि आएर यो पनि आयो के त्यो चिकन मटन राइस अनि यसलाई झन्झट मुक्त पकाएको मान्छेले चाख्नु लागेको गाइस नुन लागेको छ कि छैन टेस्ट गर्न लाग्नु भएको टेस्टिङ गर्दै हुनुहुन्छ भिनाजुले बिस्तारै खातो होला। ब्युटिफुल यस
हेर्छन्नरी भेटी होली कुरा गर्छु तिम्रो माइतीलाई भेटी ए होइन भने कालिलो तामालाई सोधरामलाई खाइमा यो सिटीको विषयले सोधरामलाई रातको पिछेरमा मेरो कमरामा पेटी मान्छे हेर्दा केटा केटी कुरा गर्छौ भेटी हामी जस्तो पाउँदा अरू हेर्छन्नरी भेटी भयो भनेर वार्निङ गर्न अब पुलिसहरू आउनु भएको छ। अब हामी ढिलो अब धेरै आवाजहरू नगर्दिनु, जङ्गली जनावरहरू आउँछन् अनि यहाँ हल्का लफडाहरू पनि हुन्छ, त्यही भएर छिटो गरिदिनु होला भनेर भन्दै हुनुहुन्छ उहाँले चाहिँ। ठिकै हो, उहाँले भन्नुभएको सुरक्षा हाम्रै लागि हो, किनकि अब 6 बज्न लागेको छ। हामी हतारमा भएको कारणले गर्दाखेरि उठी खानु परेको छ सबैले, किनकि हामीलाई वार्निङ दिइसक्नु भएको छ क्या। अहिले चाहिँ त्यस्तो अँध्यारो चाहिँ देखिरहेन, तर उसरी चाहिँ नेचुरली चाहिँ एकदम अँध्यारो भइसक्यो, त्यही भएर छिटो खाने कार्यक्रम हुँदैछ। उठी फास्ट रामलाई होइन सानो खाइदिउँ। यहाँ चाहिँ जिजोहरू नाचिरहनु भएको छ। यस आज चाहिँ हाम्रो फ्यामिली पिकनिक अहिले सकियो। 6 बजेर 15 मिनट भइरहेछ अनि एकदमै रमाइलो भयो है। अब जान लागेको छ हामी सबै गाडीमा गइरहेको छौँ। अँध्यारो भुसुक्कै भइसक्यो। मैले पकाउने आउनु न
बोलाउ न
चोखुमाया साइली राते गासेता मुखु भनी भरोसा Swag दिखाया मुझे बम्बई वाली है Mana suci di bawah kata sampai pauna.
फर्काउने अब दारू सर्काउने चिकन फर्काउने अब दारू सर्काउने चिकन फर्काउने अब दारू सर्काउने